सम्पन्न गराउने भन्ने उहाँको मनमा त्यसै बाचा गराएर 7 वर्षसम्म चाहिँ उहाँ आउनु भएन। अनि त्यसपछि लास्टमा केरकार गरेर हेर्दाखेरि त्यो व्यक्ति त हाम्रो निलबारे माको चाहिँ निलबारे हाम्रो वनदेवी हुनुहुन्छ उहाँको चाहिँ दायाँ द्वारपाल रहेको रहेछ, दायाँ द्वारपाल रहेछ होइन। केरकारको भीमा त ताजा केरकार गर्दाखेरि को हो तिमी भनेर भन्दाखेरि उहाँले चाहिँ म निलबारे माको चाहिँ द्वारपाल हो, दायाँ द्वारपाल हो भनेर भन्नुभएको थियो अरे है। त्यस कारणले गर्दाखेरि त्यो 7वटा बाचा गरेर उहाँलाई पठाउनु भयो। अनि 7 वर्षसम्म त्यो व्यक्ति आफ्नो बाचा अनुसारले 7 वर्षसम्म यता हाम्रो बोडेमा आएर वैशाख 2 गते सोही दिनमा जात्रा गराएर चाहिँ सबैजनालाई जिब्रो छेडाएर जात्रा गराउने परम्परा चल्यो। अनि 7 वर्षपछि के गर्ने त अब भनेर सबै अब बोडेवासीमा सरसल्लाह हुन थाल्यो। र यो त हाम्रो बोडेवासीले चाहिँ विजय उत्सवको रूपमा नराम्रो कुरालाई राम्रो कुराले जितेको विजय उत्सवको रूपमा लिनुभएको थियो र रमाइलो त्यही अनुसारले रमाइलो गर्न सक्नु भएको रहेछ विजय उत्सवको रूपमा। त्यस कारणले अब बोडेवासीहरूले पनि अब यस्तो राम्रो जात्रालाई हामीले त यसलाई मास्न दिनु भएन, अब यसलाई अझै हामीले चाहिँ निरन्तरता दिनुपर्छ भन्ने मनमा आयो। सबैजना सल्लाह गरेर ल त हाम्रो बोडेको एकजना धर्मप्रति चेष्टा भएको मान्छेलाई आफ्नो देशप्रति केही गर्छु भन्ने मान्छेलाई छानेर जिब्रो छेडाएर जात्रा मनाउने भनेर सबैजनाले अठोट गर्नु निर्णय गर्नुभयो। त्यही अनुसारले नै अहिलेसम्म त्यो जात्रा निरन्तर रूपमा चल्दै आइरहेको छ।